केआईसी रोड शो 2025 मा विभिन्न कन्ट्रीबाट आउनु हुने युनिभर्सिटी तथा कलेजको बारेमा जानकारी दिने क्रममा आज म लिएर आएको छु साउथर्न क्रस युनिभर्सिटी। अस्ट्रेलियाको क्वीन्सल्यान्ड स्टेटमा रहेको यो साउथर्न क्रस युनिभर्सिटी जुन मेन युनिभर्सिटी छ, यो युनिभर्सिटीका रिप्रेजेन्टेटिभ पनि आउँदै हुनुहुन्छ केआईसी रोड शो 2025 मा सहभागिता जनाउनको लागि। तपाई अस्ट्रेलियामा क्वीन्सल्यान्ड स्टेटमा स्पेशली साउथर्न क्रस युनिभर्सिटीको बारेमा बुझ्न चाहनुहुन्छ, यो युनिभर्सिटीले अफर गर्ने प्रोग्रामहरूको बारेमा, इन्ट्री रिक्वायरमेन्ट्सको बारेमा र स्कलरशिपको बारेमा, सँगसँगै यो युनिभर्सिटी कुन कुन ठाउँमा छ र त्यो ठाउँमा जाँदाखेरि विद्यार्थीहरूलाई के कस्ता फाइदाहरू रहन्छन् भन्ने विषयमा बुझ्न चाहनुहुन्छ। ब्याचलर्स तथा मास्टर्स डिग्रीमा विभिन्न प्रोग्रामहरू छन् र ती प्रोग्रामभित्रका स्पेसलाइजेसनहरूको बारेमा बुझ्न चाहनुहुन्छ। इन्कमको रिक्वायरमेन्ट्स कति छ, त्यस्तै गरी तपाईँको फाइनेन्शियल रिक्वायरमेन्ट्सहरू अहिले पछिल्लो समयमा के छ, कुन कुन स्पोन्सरहरू मान्छ र कतिसम्मको ब्याङ्क ब्यालेन्स अथवा एजुकेसन लोन देखाउनु पर्छ, इन्कम देखाउनु पर्छ, धेरै प्रश्नहरू छन्। जीएस कति टाइम लाग्छ, कति फास्ट छ भनेर पनि सोध्नुपर्ने हुन्छ आजभोलि। यी सम्पूर्ण तपाईँलाई लागेका प्रश्नहरूको जवाब दिनको लागि आउँदै हुनुहुन्छ साउथर्न क्रस युनिभर्सिटीकै रिप्रेजेन्टेटिभ, त्यो पनि तपाईँको सहरमा। सो तपाईँ केआईसी को रोड शो नछुटाउनु होला, जहाँ तपाईँले अपर्च्युनिटी पाउनुहुन्छ साउथर्न क्रस युनिभर्सिटीका डेलिगेटसँग सिधै बसेर कुरा गर्नको लागि र आफ्नो प्रोफाइल बताउनको लागि। त्यसको लागि तपाईँ आउनुपर्ने हुन्छ केआईसी रोड शो 2025। सो नजिकैको केआईसी मा तपाईँ आउने होइन त केआईसी रोड शो मा सहभागिता जनाउनलाई पक्कै पनि आउनुहुन्छ। केआईसी क्यानाडा अस्ट्रेलिया हुन्छ बेलायत नि।